मेरो कहानी मलाई थाहा छ। मसँग धेरै त बोल्न आउँदैनन्, तर कोही आउँछ के बोल्न हैन। आएपछि सोध्छ के छ खबर भनेर। तर मसँग जे भइरहेछ म रियलमै भन्छु कि मसँग यस्तो भइरहेछ, यो छ मेरो खबर भन्छु नि। तिनीहरूले विश्वास गर्दैनन् के, उल्टो मजाक उडाइदिन्छन् मेरो। अनि म नि छु त्यस्तो है, किन ठिकै त हो नि यार, के भन्नु त अनि हैन। उनीहरूले मजाक उडाउँछन् भने म पनि मजाक जस्तै कुरा गरिदिन्छु छिटो भुल्नलाई। तर तिमीहरूलाई के थाहा कुन लेभलको दुःखमा बसिरहेको छु, कुन लेभलको दर्द सहेर बसेको छु भनेर। जे भन्छु नि म त्यो पनि शब्द कम हुन्छ कि त्योमा, जति दुःख भोगेर भनेको छु मैले। अनि अर्को कुरा के, कुनै मान्छेसँग हैन बोल्न मन हुँदा हुँदै पनि नबोली बस्नुको पीडा पनि मलाई थाहा छ।